छोडिदिनु है। सम्पूर्णजनालाई नमस्कार छ। आज हाम्रो फर्स्ट इयरको 211 स्थापना दिवस। आज स्थापना दिवसको हामी दाहिनेपट्टि हाम्रो अध्यक्षज्यू हुनुहुन्छ स्थापना दिवस दिवाली फुटबलमा हेलो थ्याङ्क यू। भित्र आएर बसी अगाडि भन्नु पर्यो त पछि आउने पछि बस्छ पहिला आउने अगाडि बस्ने
समितिका पदाधिकारीज्यूहरू, यसै गरी महिला समितिका पदाधिकारीज्यूहरू, दुवै समितिका कार्य समितिका सदस्यज्यूहरू र उपस्थित सम्पूर्ण सदस्यज्यूहरू लगायत सम्पूर्ण अहमद खेल परिवारप्रति म सञ्चालक सुबेदार मेजर अमरबहादुर थापाको हार्दिक नमस्कार तथा न्यानो अभिवादन गर्न चाहन्छु। आज मिति 2083 साल वैशाख महिनाको 11 गते अर्थात् 24 अप्रिल 2026 बटालियनको 211औं स्थापना दिवसको कार्यक्रम सुसम्पन्न हुन गइरहेको म यहाँलाई जानकारी गराउँदै म कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। आजको यो गरिमामय दिनको रङ्गारङ कार्यक्रममा अध्यक्षताको आसन ग्रहण दिनुको लागि पूर्व सैनिक कल्याणकारी सङ्गठन फर्स्ट गोर्खा राइफल्सका अध्यक्ष हनियारी सुबेदार मेजर श्रद्धेय श्री गङ्गबहादुर थापा मगरज्यूलाई म हार्दिक अनुरोध गर्दछु। प्रमुख अतिथिको आसन ग्रहण गरिदिनुको लागि नम्बर 5238-397 नायक बलबहादुर शिरिषज्यूलाई म हार्दिक अनुरोध गर्दछु। यसै गरी हाम्रो यो संस्थालाई असाध्यै माया गरेर हरेक साल काठमाडौँदेखि आइपुग्नु हुने हाम्रो विशिष्ट अतिथि सुबेदार गेरुकुन सरलाई म आसन ग्रहणको लागि हार्दिक सदस्य सल्लाहकार हनेरी क्याप्टेन श्री अमरबहादुर थापाज्यूलाई म विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। सुबेदार सुरेश थापाज्यूलाई पनि म अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। गरी सल्लाहकार सुबेदार हरिप्रसाद बलाज्यूलाई पनि म आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी सल्लाहकार हनेरी क्याप्टेन धनबहादुर थापाज्यूलाई पनि म आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी सल्लाहकार सुबेदार डम्बहादुर थापाज्यूलाई पनि म आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी सल्लाहकार सुबेदार झमबहादुर गुरुङज्यूलाई पनि म आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी अतिथिको आसन ग्रहण गरिदिनुको लागि सुबेदार थमन बहादुर बुढाथोकीज्यूलाई पनि म हार्दिक अनुरोध गर्दछु। यसै गरी अतिथिको आसन ग्रहणकै क्रममा हनेरी क्याप्टेन मनबहादुर राणाज्यूलाई पनि म आसन ग्रहणलाई हार्दिक अनुरोध गर्दछु। यसै गरी अतिथिको आसन ग्रहण गरिदिनुको लागि सुबेदार छविलाल थापाज्यूलाई पनि म हार्दिक अनुरोध गर्दछु। यसै गरी अतिथिको आसन ग्रहण गरिदिनुको लागि सुबेदार वीरबहादुर राणाज्यूलाई पनि म हार्दिक अनुरोध गर्दछु। यसै गरी अतिथिको आसन ग्रहण गरिदिनुको लागि सुबेदार छविलाल राणाज्यूलाई पनि म हार्दिक अनुरोध गर्दछु। यसै गरी अतिथिको आसन ग्रहण गर्नको लागि सुबेदार चित्रबहादुर गुरुङज्यूलाई पनि म हार्दिक अनुरोध गर्दछु। र यसै गरी महिला समितिको उपाध्यक्ष शिला आलेलाई पनि म आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। स्वर्गीय हनेरी क्याप्टेन नुरबहादुर सारुज्यूको सम्झनामा 1 मिनटको मौन धारण गरिदिनुको लागि म सम्पूर्ण उपस्थित महानुभावहरूलाई हार्दिक अनुरोध गर्दै त्यसमा 1 मिनटको मौन धारणमा वीर शहीदको बिगुल बज्नेछ। 1 मिनट समाप्त हुनुको बादमा फेरि राष्ट्रिय गान बज्नेछ। राष्ट्रिय गानमा पनि सरिक हुनुको लागि म हार्दिक अनुरोध गर्दै सम्पूर्णलाई म अनुरोध गर्न चाहन्छु यथा स्थानमै एकचोटि खडा भएर उभिदिनु होला।
रंगारंग कार्यक्रममा छोटो स्थापना दिवसका अध्यक्ष शारदय अनिल सुब्दार मेजर गङ्गबहादुर थापाज्यू, प्रमुख अतिथि नायक बलबहादुर सिरिज्यू, विशेष अतिथि सुब्दार गेरुपुन शाह, त्यस्तै विशेष अतिथि अनिल क्याप्टेन अमरबहादुर थापाज्यू र सेकेन्ड थर्ड फोर्थ फाइभ थर्ड इयरबाट पाल्नुभएका अतिथिज्यूहरू, रूपमा सफल पार्नको लागि यहाँ उपस्थित हुनुभएका विभिन्न ठाउँबाट रूपन्देही जिल्ला, पाल्पा जिल्ला, दाङ जिल्ला, प्युठान जिल्लाबाट आउनुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनी साहबहरूलाई मेरो तर्फबाट र पूर्व सैनिक कल्याणकारी सङ्गठन फर्स्ट इयरको तर्फबाट हार्दिक नमस्कार, राम राम भन्न चाहन्छु। आज हाम्रो यो 211औं स्थापना दिवस यहाँ बुटवल कार्यालयहरूको दियालो फुलल्यान्ड प्लेसमा मनाइरहेका छौँ। पिछलो साल पनि हामीले यहीँ मनाएका थियौँ र त्योभन्दा पहिले पनि हामीले यहीँ मनाएका थियौँ। पिछलो साल चाहिँ हाम्रो उपस्थिति थोडा कमी थियो, अहिले चाहिँ हाम्रो उपस्थिति पिछलो सालभन्दा 50-60 जनाले धेरै भएको जानकारी आएको छ। यसमा धेरै खुसी लागेको छ र अरू पल्टनले चाहिँ हाम्रो पल्टनले त्यति साह्रो राम्रो गर्न नसके तापनि फेरि पनि हामीले हाम्रो कोसिसले यतिको हामीले गरिरहेका छौँ र धेरै कुरा नभनिकन हजुरहरू सम्पूर्णलाई मेरो तर्फबाट र पूर्व सैनिक कल्याणकारी सङ्गठन फर्स्ट इयरको तर्फबाट पुनः कार्यक्रममा पालिनु भएकोमा पुनः स्वागत गर्दै अध्यक्ष सुब्दार लोमबहादुर थापा साहबले आफ्नो स्वागत मन्तव्य पुरा गरेर बिदा हुनु भइसकेको छ र म आसन ग्रहण जोड्न गइरहेको छु। यसै संस्थाका पूर्व सल्लाहकार सुबेदार वीरबहादुर राणाज्यूलाई म अतिथिको आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी यसै संस्थाका पूर्व सल्लाहकार सुबेदार छविलाल राणाज्यूलाई पनि म आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। विगत रूपमा समुद्घाटन हुन गइरहेको म यहाँलाई जानकारी गराउँदछु र म अनुरोध गर्न चाहन्छु आजको यस सभाका प्रमुख अतिथि नायक बलबहादुर सिरिज र आजका सभाका सभाध्यक्ष यसै संस्थाका अध्यक्ष अनिल सुब्दार मेजर श्री गङ्गबहादुर थापाज्यूलाई म केक काट्नको लागि हवलदार हरिप्रसाद राणाको नातिनी एन्जल थापा नानी यहाँ आइपुग्नु। कृपया गाडी गर्नु होला। धन्यवाद छ प्रमुख अतिथिज्यू श्री गङ्गबहादुर थापाज्यूलाई म हार्दिक अनुरोध गर्दछु। अच्छा, हाम्रो यसै संस्थाका कार्य समितिका
सचिव सुक्तान मेजर अमरबहादुर कामज्यूलाई आज पूर्व सैनिक कल्याणकारी फर्स्ट गोर्खा राइफलको 211औं स्थापना दिवसको आजका प्रमुख अतिथि नायक बलबहादुर श्रेष्ठज्यू र विशिष्ट अतिथि सुबेदार गेरुपुन साहबज्यू यस्तै विशिष्ट अतिथि हनेरी क्याप्टेन अमरबहादुर थापाज्यू र यस्तै बाहिरको यानी हाम्रो चारवटा पल्टनको पाहुना अध्यक्षज्यूहरू र हाम्रो कार्य समितिका सल्लाहकारज्यूहरू र कार्य समितिका पदाधिकारीज्यूहरू र कार्य समितिका सदस्यज्यूहरू र यस्तै महिला समितिका उपाध्यक्षज्यू र कार्य समितिका पदाधिकारीज्यूहरू र हाम्रो यस कार्यक्रमलाई भव्य र सभ्यका साथ सम्पन्न गर्नको लागि यहाँ उपस्थित हाम्रो अवध खेल परिवारको तर्फबाट हार्दिक न्यानो अभिवादन टक्राउन चाहन्छु र हाम्रो यो 211औं स्थापना दिवस मनाउँदै जाने क्रममा मैले हाम्रो यस बटालियनको इतिहासको बारेमा संक्षिप्तमा मैले इतिहास हजुरको सामु प्रस्तुत गर्न गइरहेको छु र यसलाई धैर्यतापूर्वक हेराइदिनुलाई पनि म हार्दिक अनुरोध गर्दछु। भारतदेखि ब्रिटिस अधिकारीको नेतृत्वमा रही ब्रिटिस सेनाको हिस्सा बनेर संसारको विभिन्न देशहरूमा पुगेर युद्धमा होमिएका थिए। त्यो विश्वयुद्धमा हाम्रो पूर्वज गोर्खा सेनाले खुकुरीको भरमा अदम्य साहस र वीरताको पराक्रम देखाएर संसारैभरि वीर गोर्खा भनेर चिनाउन इमानदारी र वफादारीको साथ आफ्नो प्राणको बलिदान दिएर उच्च कोटिको पहिचान एउटा देशलाई मात्र होइन संसारभरि मिसाल बनेर पेश हुनुभयो र वीर गोर्खाले चिनायो। यसरी हाम्रो पूर्वजहरूले गोर्खा इतिहासमा सुनौलो पन्नामा लेख्न र लेखाउन सफल भएको थियो। बहादुरीकै क्रममा सन् 1857 दिल्लीमा भएको सैनिक विद्रोह, सन् 1878-80 अफगानिस्तानमा अफगानिसँग भएको अफगान युद्धमा, अब खेल युद्ध सम्मान सन् विरुद्ध युद्ध, यसरी युद्धमा पल्टनलाई डायरेक्टर हनर वर्माले सम्मानित भएको थियो। भारत अंग्रेजहरूबाट स्वतन्त्र भएर पश्चात प्रथम भारतीय कमान्डर लेफ्टिनेन्ट कर्नल पिओ ड्युलले अंग्रेज कमान्डर लेफ्टिनेन्ट कर्नल आर.भी. रोजसँग कार्यभार सम्हालेका थिए। देशको आन्तरिक सुरक्षा एवं प्राकृतिक आपतकालीन स्थितिमा पनि धेरै प्रशंसनीय कार्य गरेर पल्टनले नाम उच्च राख्न सफल भएको छ भने बाहिरी आक्रमण, भारत चीन युद्ध सन् 1962, भारत पाक युद्ध सन् 1965, बङ्गलादेश मुक्ति बाहिनी सेनाको रूपमा इस्वी 1971, भारत पाक कारगिल युद्ध सन् 1999 पनि
धेरै सराहनीय युद्ध कौशल देखाएर बहादुरी कमाउँदै रहेको छ र भविष्यमा यसलाई यस्तै बरकरार राख्दै जानेछ। यसरी समय समयमा मिल्ने आदेश र निर्देश अनुसार अति चिसो बर्फिलो इलाका, उच्च पहाडी एवं नर्थ इस्टको घनघोर जङ्गली इलाका र राजस्थान गुजरातमा जस्तो थार भूमि विभिन्न उग्रवादी इन्सर्जेन्सी क्षेत्रमा पनि समयको माग अनुसार तत्परताको साथ सेवा योगदान र समर्पण पुर्याउँदै आइरहेको छ। पल्टनले पूर्वी कमानको कमानमा रहेर नागाल्यान्डको राजधानी कोहिमा चकबामा रहेर पल्टनले इन्सर्जेन्सी लगायत विभिन्न क्षेत्रहरूमा कार्य गर्दै जाने क्रममा सन् 2021-24 पूर्वजहरूलाई यो सङ्गठनले श्रद्धासुमन हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै पल्टनको इतिहास यही पुरा भएको जानकारी गराउँदै बिदा हुन्छु। हस्त यहाँ आएर हाम्रो पल्टनको संक्षिप्तमा इतिहास पुरा भएको जानकारी गराउँदै म पनि अहिलेको लागि बिदा हुन्छु। हस्त जय मेरो सभाका सभाध्यक्ष बटालियनका अध्यक्ष अनि सुखदानी श्री गङ्गाबहादुर थापाज्यूले बटालियनको इतिहास यहाँहरूको समक्ष राखेर बिदा भइसक्नु भएको छ। म अब कार्यक्रमलाई अगाडि बढाउँदै यस संस्थाका कोषाध्यक्ष अनि क्याप्टेन श्री ज्ञानबहादुर थापाज्यूलाई आयव्ययको प्रतिवेदन प्रस्तुत गरिदिनुलाई। अतिथि अध्यक्ष महोदय साहबज्यूहरू तथा अन्य पदाधिकारीज्यूहरू लगायत यस स्थापना दिवसलाई भव्य र सभ्य बनाउनका लागि विभिन्न जिल्ला र क्षेत्रबाट पाल्नुभएका समस्त साहबज्यूहरू र यस कार्यक्रममा उपस्थित हाम्रो शेयर सदस्यतामा समावेश हुनुभएका अनेरिरी साहब, जेसिओ साहब एवं एनसिओ साहब तथा आमा बुवा, दाजुभाइ, दिदी बहिनी र साना नानी बाबुहरूमा म कोषाध्यक्ष अनेरी क्याप्टेन ज्ञानबहादुर थापाको तर्फबाट सादर नमस्कार राम राम भन्नुका साथै हार्दिक अभिवादन टक्राउन चाहन्छु। मैले धेरै दुःखको साथ भन्नु परिरहेको छ कि पछिल्लो बितेका केही वर्षको दौरान हामीले हाम्रो पूर्व सैनिक कल्याणकारी सङ्गठनमा समावेश हुनुभएका कयौँ सदस्य साहबहरूलाई गुमाएका छौँ एवं उहाँहरूको निधन भइसकेको छ, जसले गर्दा हामी अहमद खेल परिवारका सदस्यहरू अति नै दुखित र मर्माहत भएका छौँ। यो संसारबाट बिदा भई अस्थायी स्वर्गीय हुनुभएका सम्पूर्ण सदस्य साहबहरूको मृत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूका शोकाकुल परिवारप्रति म लगायत मेरो अहमद खेल परिवारको पूर्व सैनिक कल्याणकारी सङ्गठनको तर्फबाट हार्दिक संवेदना प्रकट गर्दछौँ। र हजुरहरूलाई थाहा नभएको हुनसक्छ कि हाम्रो सदस्यहरूमा के कतिजना गुमिसक्नु भएको छ। यसमा मैले नामावली नभनेर सिधै हाम्रो नफरी बताइरहेको छु। यसमा पिछा यो सङ्गठन सुरु हुनको पश्चातमा 15 जना सदस्य हामीले गुमाउनु परेको छ। र उपस्थित माननीय सम्पूर्ण साहबज्यूहरू, आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू, अब म हजुरहरूको समक्ष यो जानकारी गराउन चाहन्छु कि हाम्रो सङ्गठन जो कि फेब्रुअरी 2013बाट सङ्गठित भएको थियो, तबदेखि आजसम्म यानि 24 अप्रेल 2026 को दिन तकमा हाम्रो कोषमा के कति रकम सङ्कलन भएको छ भनी मेरो आर्थिक प्रतिवेदन वाचन गर्नको लागि अनुमति चाहन्छु। हाम्रो शेयर सदस्य सङ्ख्या अक्षय कोषमा रहेको छ जम्मा 154 जना। शेयर सदस्य सङ्ख्या छ यो सञ्चय कोष 88 जना। तर यो सञ्चय कोषमा 2077 सालदेखि जो हामीले लागू गरेका थियौँ, यसमा 2083 साल तक
जो लगातार रकम आइरहेको छ, मात्र 50 जना सदस्य साहबहरूको रकम प्राप्त भएको छ, जसको रकम 6000 देखि माथि छ। भएको रकमको विवरण यस प्रकार छ। सम्पूर्ण कोषको विवरण अक्षय कोषमा 31,55,000 यो सङ्कलन भएको छ। सञ्चय कोषमा जो कि हामीले लेबी भनेर भन्ने गर्दछौँ, यसमा 5,16,000 सङ्कलन भएको थियो, जसमध्ये हामीले मृत्युको पश्चात 7 जना सेयर सदस्यलाई प्रदान गरेका थियौँ। त्यस कारणले हाम्रो यस कोषमा जम्मा 3,41,000 रुपियाँ यसमा बचतमा छ। सबै कोषद्वारा हामीले लगानी गरिएको रकम यस प्रकार छ। लगानी रकम 35,86,000। अहिले यो 2082 तक उठ्नुपर्ने हाम्रो ब्याज बचेको छ यो 6,890 रुपियाँ र मौजदात रकम चाहिँ हाम्रो 3,08,000। कुल मिलाएर हाम्रो अहिले तकको टोटल बजेट 38,93,690 रुपियाँ हुन गएको छ। अर्को अक्षय कोषको आय-व्यय विवरण यस प्रकार रहेको छ। वैशाख 2000बाट असार 2082 तकको ब्याज प्राप्त भएको थियो हाम्रो 1,15,437। पिछला वर्ष गत वर्ष तकको हाम्रो कुल अक्षय कोषको बजेट थियो यो थियो 26,95,000। अर्को साउन महिना 2082बाट मङ्सिर 2082को ब्याज प्राप्त भएको थियो 1,87,235 रुपियाँ। पुस 2082बाट चैत्र 2082 तक, यानि यो सालको पिछला सालको ब्याज पुरा क्लियर भइसकेको छ। यसमा 1,29,820 रुपियाँ उठेको छ र कुल मिलाएर हाम्रो आम्दानी 35,87,492। अब यसमा व्यय विवरण टोटल हाम्रो 4,86,691 रुपियाँ रहेको थियो पिछला वर्ष। अर्को सञ्चय कोषको विवरण यस प्रकार रहेको छ। टोटल हाम्रो 5,16,000 उठ्यो। यसमा 3,41,000 हामीले जो अघि नै मैले बताइसकेँ, जो यसको 1,75,000 हामीले प्रदान गरिसकेका थियौँ मृत्युको पश्चात। त्यही भएर अहिले चाहिँ 3,41,000 हाम्रो पासमा मौजुद रहेको छ बजेट। र अब विविध कोषको विवरण यस प्रकार रहेको छ। यो हाम्रो पिछले साल तक 6,597 रुपियाँ बचेको थियो र त्यसमा जो छ केही पैसाहरू हामीले आय पाएका थियौँ र त्यसमा हाम्रो कुल बजेट हुन गएको छ 70,992 र हाम्रो त्यसमा खर्च हुन गएको छ टोटल 33,309 रुपियाँ र बाँकी बजेट छ त्यसमा 37,683 रुपियाँ। यहाँ तक आएर मेरो प्रतिवेदन समाप्त हुन्छ। अगर कुनै पनि साहबहरूलाई केही शङ्का या शक या डाउट रहन्छ भने चाहिँ मलाई पर्सनली आएर सोध्न पनि सक्नुहुन्छ। म त्यसको डिटेल रूपमा विस्तृत जानकारी दिनेछु भन्दै मलाई आशा छ कि आगामी भविष्यमा पनि हाम्रो सङ्गठनमा सेयर सदस्य सङ्ख्या अझै बढोत्तरी हुनेछ तथा कोष रकम पनि यो उल्लेखित विवरणभन्दा माथि जान सक्नेछ भन्दै मेरो यो आर्थिक प्रतिवेदनको भनाइ मैले केही जानकारी दिन चाहे। हामीले महिला समिति गठन गरेका छौँ र यस महिला समितिमा हालसम्म 32 जना पुग्यौँ र सम्पूर्ण दिदीबहिनीहरू जोडिनु हुनको लागि म हार्दिक अनुरोध पनि गर्दछु र हामी सम्पूर्ण दिदीबहिनीहरू हातमा हात साथमा साथ मिलाएर अघि बढ्दै हामीलाई सुख दुःखमा साथ सपोर्ट हुनेछ भन्ने उद्देश्यले हामीले यस समिति गठन गरेका हौँ। त्यसैले सम्पूर्ण दिदीबहिनीहरू
सम्पूर्ण दिवंगत भएर जानुभएका साहबहरूलाई यो परिवारबाट छुटिनुभएका दिवंगत आत्माप्रति म हार्दिक श्रद्धाञ्जली तथा श्रद्धासुमन भन्न चाहन्छु। आज यो नितान्त निस्वार्थ एउटा पारिवारिक भेटघाटमा उपस्थित भएर हामीले के जान्ने त भन्ने कुरामा मात्रै म थोरै फोकस गर्न चाहन्छु। आज हामीलाई यो ठाउँमा आउनको लागि एक परिवार भएर बस्ने माध्यम के भयो त भन्दाखेरि संसारको 19औं शताब्दीसम्म ओल्ड पोलिटिक्स थियो। एक दूसरालाई लुट्ने, एक दूसरालाई मार्ने त्यो क्रम चलिरहेको थियो। त्यहाँ एउटा तस्बिर राखिएको छ, उदित सिंह थापा मगरको नामबाट प्रसिद्ध छन्। 9 जग्गाबाट लडाइँ गरिरहँदा अङ्ग्रेजको विरुद्धमा नेपालको तर्फबाट आन्दोलन गरिरहँदा नालापानीमा एउटा महिला, उहाँको नाम मैले अहिले ठ्याक्कै बिर्सेँ, अङ्ग्रेजहरूसित लड्दा आफ्नो नानीलाई काखमा बाँधेर लड्नु भएको थियो। आमालाई गोली लगाएर मर्दाखेरि बच्चाले दुध खाइरहेको थियो। त्यो तस्बिर अहिले ओल्डमा तपाईँले हेर्न पाउनुहुन्छ, जियोग्राफिकलमा हेर्नुभयो भने पाउनुहुन्छ। त्यो नालापानीबाट पनि एउटा लडाइँ थियो, देहरादुनबाट लडाइँ थियो, कामरा र भाक्सुबाट लडाइँ गरिरहेको थियो। र म जितगढीमा आउन चाहन्छु। यहाँ डिङ्गर कुवा भन्ने एउटा छ, यहाँ डिङ्गर कुवा भन्ने एउटा डिङ्गर अङ्ग्रेजले नेतृत्व गरेको थियो। त्यो जोइकोटीमा छ, त्यो स्कुलको भित्र छ। त्यो डिङ्गर नाम गरेको एउटा कुवा छ। त्यो कुवामा पानी खान्थ्यो अङ्ग्रेजले र यो लडाइँ लडिरहँदा यहाँबाट मात्रै सफल पाएको थियो उदित सिंह थापा मगरले। र आज उहाँको पनि साथी छ र जितगढी किल्लामा उहाँको थुप्रै छ। त्यो लडाइँ लडिरहँदा हाम्रो नेपालबाट विजय हुनुभएको थियो। त्यत्रो लडिरहँदाखेरि अङ्ग्रेजले नेपालीको साहस, नेपालीको इमान्दारी, नेपालीको हिम्मत र नेपालको राष्ट्रियतामा ठुलो गर्व गर्यो। र अहिले अङ्ग्रेजहरूले ठुलो ठुलो इतिहास लेखेको छ, ब्रेभ गोर्खा भनेर भलो पृथ्वीमा लेखेको छ। त्यसमा हाम्रो दर्ज छ। जब दोस्रो विश्वयुद्ध, पहिला विश्वयुद्ध भयो 1816 मा 14बाट 15 र 16 2 वर्ष नेपालले आन्दोलन गर्दा नेपाली सेनाले जित्दाखेरि त्यो बहादुरी र त्यो साहसीको प्रतीकको कारणले आज 1816 मा हाम्रो पल्टनको स्थापना भयो अल्मोडामा। त्यो अल्मोडा हाम्रै देश थियो। जब अङ्ग्रेजहरूसित लड्यो, अङ्ग्रेजले अल्मोडा, भाग्सु, नैनीताल, पिथौरागढ, दार्जिलिङ, सिक्किम लयो, तर पनि हामीले यो ठाउँलाई जित्यौँ। त्यसको प्रतीक फस्टर जियाको स्थापना भयो, जो आज 211 स्थापना दिवस मनाइरहेछौँ। त्यसको कारण अभिमानको साथ बाँध्न पाऊँ र राष्ट्रिय जनमुक्ति पार्टी मात्रै नभएर त्यसमा धेरै थुप्रै पार्टीहरू छन्, तर देशको प्रति, राष्ट्रको प्रति गद्दार भइरहेको इतिहास बताएको छ। त्यसलागि अब हामी सचेत हुनुपर्छ। विशेष गरेर हामी एउटा फौजी योद्धा हो, त्यसले राष्ट्रिय स्वाभिमानको प्रति लडाइँ गर्नुपर्छ भन्ने कुरा राख्दै समय नभएको कारणले मैले भन्न पनि थोरै समय बढी लिएकोमा क्षमा माग्दै म मेरो भनाइहरू हेँ। अन्त कल्याणकारी सङ्गठन फर्स्ट बटालियन 3rd गोर्खा राइफल पल्टनको आज 18 जिउने यस भव्य कार्यक्रमका हाम्रा श्रद्धेय अध्यक्ष सम्माननीय अननी सुब्बा मेजर गङ्गबहादुर थापाज्यू, हाम्रा प्रमुख अतिथि, अति नै ज्येष्ठ सदस्य नायक
बलबहादुर श्रीज्यू यसै गरी हाम्रा अति नै ज्येष्ठ सदस्य विशिष्ट अतिथिज्यू र हाम्रा आमन्त्रित हाम्रा चारवटै पल्टनका अध्यक्ष सुबेदार सुरेश थापाजी, अध्यक्ष फर्स्ट थर्ड जिआर, सेकेन्ड थर्ड जिआरका प्रतिनिधित्व गर्दै हुनुहुन्छ र यसै गरी हाम्रा आदरणीय सुब्दा मेजर अनिल क्याप्टन सुब्दा मेजर उमान सिंह थापाज्यू, अध्यक्ष थर्ड थर्ड जिआर, यसै गरी हाम्रा आदरणीय अनिल सुब्दा मेजर खुम बहादुर थापाज्यू, अध्यक्ष 4-3 जिआर र हाम्रा सम्पूर्ण अग्रज पङ्क्तिमा विराजमान हुनुभएका हाम्रा अति ज्येष्ठ सदस्यज्यूहरू र यस सङ्गठनका अति वरिष्ठ सल्लाहकारज्यूहरू र यस सङ्गठनका वरिष्ठ उपाध्यक्ष सुबेदार लुम्बहादुर थापाज्यू, यसै गरी महिला कार्य समितिका उपाध्यक्ष श्रीमती शीला आलेज्यू र सम्पूर्ण कार्य समितिका पदाधिकारीज्यूहरू र आज यस भव्य कार्यक्रमलाई सफलता तुल्याउनको लागि हाम्रा विभिन्न क्षेत्रमा रहेका समयको व्यस्तताको कारणले पनि हुँदाहुँदै पनि आज यस भव्य कार्यक्रमलाई सफल पार्न आज यहाँ पाल्नुभएका हाम्रा सम्माननीय अनिल कमिसन अफिसर साहबज्यूहरू, जेसियु साहबज्यूहरू, एनसियु साहबज्यूहरू र पल्टनको वेशभूषामा सुसज्जित भएर हाम्रा पाल्नुभएका हाम्रा अति नै सुन्दरी हाम्रा मेम साहबज्यूहरू, दिदीबहिनीज्यूहरू र साना नानी बाबु भाइ बहिनीहरूमा म व्यक्तिगत तथा हाम्रो चारै पल्टनको अध्यक्षको तर्फबाट धेरै धेरै अभिवादन। हाम्रा यस पल्टनका शान तथा मार्गदर्शक हाम्रा अति नै ज्येष्ठ सदस्य ज्यूहरूमा म हृदयदेखि नै नमन गर्न चाहन्छु र उहाँहरूलाई सम्मान व्यक्त गर्न चाहन्छु। र यस पल्टनमा आज तक जो दिवंगत भएर स्वर्गमा बास हुनुभएको छ उहाँको आत्मामा प्रति म तथा हाम्रा सम्पूर्ण चारै पल्टनका अध्यक्षज्यूहरूको तर्फबाट हार्दिक श्रद्धाञ्जली पनि व्यक्त गर्न चाहन्छु र दुःखद परिवारप्रति म हार्दिक संवेदना पनि व्यक्त गर्न चाहन्छु। र आज पल्टनको 211वां स्थापना दिवसको शुभ अवसरमा हामी चारवटै पल्टनको अध्यक्षको तर्फबाट हार्दिक शुभकामना साथै सुख शान्ति समृद्धि र सुस्वास्थ्यको कामना पनि गर्न चाहन्छु। र आज हामीहरूलाई हाम्रो जेठी पल्टनद्वारा हाम्रो दिन चाहन्छु। र आज चारै पल्टनको प्रतिनिधित्व गरेर मलाई यहाँ 2 शब्द आफ्नो भनाइ राख्नको लागि या आफ्नो शुभकामना मन्तव्य दिनुभएकोमा हाम्रा सचिवज्यूलाई पनि म धन्यवाद दिन चाहन्छु। विशेष गरेर हामी लाउरे अहिले हालतमा लाउरे तथा लाउरेनी लाउरेनी या लाउरे हुने प्रेरणा कहाँबाट आयो, कसरी आयो, एउटा मेरो व्यक्तिगत भनाइ मात्रै हो, सायद सबैलाई त्यो लागू नहुन सक्छ। हामी जब स्कुलमा पढ्दथ्यौँ त्यतिखेर हाम्रा गाउँमा पनि
लाउरे भएर कोही ब्रिटिस आर्मीमा हो, कोही इन्डिया, एउटा आशा पनि थियो। र हामीले चाहिँ नि त्यसै गर्न उहाँहरूले जो पैसा खेलाइराख्नु भएको छ, हामीहरूले पनि सायद त्यस्तै खेलाउन पाइन्छ कि भन्ने एउटा स्वइच्छाले हामी लाउरे हुन गइयो र हामी थर्ड जिआरको झन्डामुनि बसेर हामी आफ्नो अनुशासनमा रहेर पल्टनमा कठिनभन्दा कठिन समस्याहरूसँग जुझेर हामी आफ्नो ओहदाको अनुसार हामी आफ्नो रिटायर भएर हामी अहिले आफ्नो आफ्नो क्षेत्रमा, विभिन्न क्षेत्रमा हामी आफ्नो परिवारसँग सुख शान्तिसँग बसिरहेका छौँ। र आज पल्टनको 211वां स्थापना दिवसको शुभ अवसरमा हामी जुनसुकै क्षेत्रमा भए तापनि यसरी हामी एकत्रित भएर पल्टनका वीर शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पित गर्ने र एक आपसमा दुःख सुखको भलाकुसारी गर्ने आज यो स्वर्ण अवसर प्राप्त गरेका छौँ। र आउनेवाला दिनमा पनि यसै प्रकारले हामी सबै पल्टनका दाजुभाइ दिदीबहिनी सम्पूर्ण साहब, सबै एनजिओ साहब, जेसो साहब सबै एकमुष्ट भएर आउनेवाला समयमा पनि यसै प्रकारले आफ्नो पल्टनको शहीदहरूप्रति श्रद्धाञ्जली अर्पित गर्ने र हामी यसरी गर्न भेटघाट भएर आफ्नो दुःख सुखको भलाकुसारी गर्ने नै छौँ भन्दै म आफ्नो 2 शब्द यही अन्त गर्नुभन्दा पहिला यस फर्स्ट जिआरको जुनसुकै काममा पनि सधैँ दिन दुगुनी रात चौगुनी उन्नति होस् र यस कार्यक्रममा सफलता प्राप्त होस्। थापाज्यूले आफ्नो शुभकामना मन्तव्य राखेर बिदा भइसक्नु भएको छ। अब म कार्यक्रमलाई अगाडि बढाउँदै अब हामी अन्ततिर आएको पनि म यहाँलाई जानकारी गराउन चाहन्छु र उपस्थित सम्पूर्ण सदस्यज्यूहरूलाई धैर्यता भएर बसिदिनु हुनुको लागि पनि म हार्दिक अनुरोध गर्दछु। र अब म यहाँको समक्ष ओल्ड इज गोल्ड महिला समितिको सदस्यज्यूहरूको तर्फबाट एउटा अति मनमोहक नृत्य यहाँहरूको समक्ष म प्रश्न गरिरहेको छु र म कलाकार मनकुमारी थापा, शोभा गुरुङ, रिना थापा र जुरा राणालाई पनि म कार्यक्रमका अध्यक्ष महोदयज्यू र आजका प्रमुख अतिथिज्यू र विशिष्ट अतिथिज्यूहरू र अन्य सेकेन्ड थर्ड, फोर्थ थर्डका कार्य समितिका सम्पूर्ण तहका तत्त्वमा रहनुभएका पदाधिकारीज्यूहरू र सम्पूर्ण मेरी कैप्टन साहब, किशोर साहिबान साहब लगायत भीम साहबहरू र सबभन्दा तपाईँ हामीलाई माया लाग्ने र फास्टट्र्याकमा आफ्नो पल्टन सम्झेर आउने हाम्रो सुन्दर मेजर गिल साहब, हाम्रो फर्स्टको सबभन्दा पुरानो मान्छे र सायद अन्य पल्टनमा पनि यति इन्ट्रेस्ट राखेर सायद सेकेन्ड थर्ड, थर्ड थर्ड, फोर्थ थर्ड, फाइभ थर्डमा पनि आउने अन्य साहब या एनजिओ साहबहरू नहुन सक्नुहुन्छ र उहाँले यो आफ्नो पल्टन फास्टट्र्याकप्रति कति लगानी, कति माया गरेर हरेक सालदेखि उहाँ काठमाडौँ ललितपुरमा बस्नुहुन्छ। म ड्राफ्ट जाँदाखेरि उहाँ नायक हुनुहुन्थ्यो, हाम्रो
बी कम्पनीको र धेरै पुरानो मान्छे अहिले 90 साल क्रस गरिसक्नु भएको छ पनि उहाँको शरीर गर्नुपर्छ र धेरै कुरा भन्ने कुरा आज छैन तर मैले जानेको कुरा गर्ने धेरै त छ तर चाहिँ नि समयको अभावले गर्दाखेरि मैले त्यति गर्न म चाहन्न। सबभन्दा पहिला हजुर हामी सबैले आफ्नो स्वास्थ्यलाई अत्यन्त ख्याल गर्ने हो। तपाईँ हामीले इङ्ग्लिसमा भने चाहिँ हेल्थ इज वेल्थ, यो सदा सर्वदा हामीले कहिले भुल्ने होइन। हामी कोही बडप्पन हुन जरुरी छैन, सिम्पल लिभिङ एन्ड हाई थिङ्किङ हामी यस तरिकाले म रहन चाहन्छु र रहने पनि यही हो। र स्वास्थ्यको लागि व्यवहार जसले पनि जानेछ तर जो खानेपिनीको बिहेभियर छ व्यवहार छ खानको लागि हामीले अत्यन्त जान्न जरुरी छ। हामीले यही एक्जाम्पल दिनुपर्छ कि भाइ कोही घरमा गएर कोही कारखाना हेरेछौँ भने त्यो कारखानामा कति फङ्सन के पूजाहरू चलिरहेछ त्यस्तै जस्तो हाम्रो शरीरमा यी इन्द्रिय ज्ञानेन्द्रियहरू पाठ पूजाहरू कति छन् यसलाई मध्यनजर राखेर यसलाई कसरी बचाउने भन्ने कुरा सदा सर्वदा हामीले यो भर्तीका कुराहरू छन्। यो हामी भूपू सैनिक जो ब्रिटिस इन्डिया जो सत्यको अनुसार जो छ ब्रिटिसमा भइरहेको छ इन्डियामा अग्निपथको कारणले त्यो दिएको छैन तर चाहिँ भारत सरकारले दिएकै छ भ्याकेन्सी जो आफ्नो ठाउँमा छ तर चाहिँ नेपाल सरकार यो अस्थिरताको सरकार यो चाहिँ भ्रष्टाचारीको सरकारले गर्दाखेरिमा यसले चाहिँ पाएको छैन। हामी भूपू सैनिक यसप्रति हामीले नेपाल सरकारलाई बिचबिचमा चाहिँ भच्काउन आवश्यकता छ। यदि नभच्काउने हो भने तपाईँ हामी यस्तै गरेर हाम्रा भावी पिँढी सन्तान हाम्रा छोरा नाति यी यसै गरी जमघट भनेको सोअवसर र यस्तो वेशभूषा लाएर बस्ने मौका हामीले पाउने छैनौँ। तपाईँ हामीले एक नोकरी गर्न आवश्यकता छ तर आर्मीमा नोकरी गर्नु भनेको एउटा रेस्पेक्ट एउटा आदरको नोकरी गरेर तपाईँ हामी आएको छौँ। यो सबभन्दा ठुलो गर्वको कुरा मैले आफैलाई गर्व राख्दछु र त्यसकारणले यसमा भर्तीको बारेमा हामी कुनै कारणले कोही कोड थाहा पायो भने तपाईँ हामी भूपू सैनिक एकजुट भएर अगाडि जान आवश्यकता छ। र धेरै कुरा नगरिकन जो एडपे कमिसनको छ त्यो एडपे कमिसनको बारेमा नेट सारा चिजमा तपाईँहरूले हेरिराख्नु भएको होला। त्यो चाहिँ नि जे जति हो पाइनेछ तर यस्तै जो युक्रेनको लडाइँको हालत यस्तै मध्य पूर्वी भागमा लडाइँ हुँदै गयो भने जस प्रकारले हाम्रो कोरोनामा केही दिए खाइदियो त्यस्तै यो पनि केही माइनस हुने सम्भावना नहोला यो पनि सोध्ने कुरा छ। र गर्दाखेरि जे होस् हाम्रो स्वास्थ्य ठिक हुनुपर्छ त्यो अवश्य नै भोलिका दिनमा जो रकम पाउनुपर्ने छ तपाईँ हामीले पाउनेछौँ। र साथै हाम्रा फर्स्ट जिआरको जो पनि दिगन्तक हुनुभएका हाम्रा गुरु साहबहरू जो हुनुहुन्थ्यो उहाँहरूप्रति म व्यक्तिगत प्रति श्रद्धासुमनको साथमा श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु र उहाँका परिवारप्रतिलाई यस कल्याणकारी संस्थाले सदा सर्वदा सम्झेर यो वार्षिक रूपमा जस्तो जो हाम्रो स्थापना भएको दिनमा उहाँलाई माया गरेर सधैँ बोलाउने चाहिँ हुनेछ भन्ने म आशा राख्दछु। उहाँहरूप्रति हामीले माया गर्ने र युद्धको कुरा गर्ने हो भने सब हामी युद्ध कारगिलसम्म लडेका सबै हुनुहुन्छ। हामी त यहाँ 5-6 जना जति हामी सन् 1971मा पूर्वी पाकिस्तानलाई आजाद गराएर जय बङ्गलादेश गराएर चढ गाउँमा फर्केर आएको व्यक्ति गिरु साहब, धनबहादुर साहब, म हरिप्रसाद
भन्ने साहबहरू हामी यहाँ जीवितै छौँ र अब धेरै कुरा नभइकन हर वर्ष स्थापना दिवसको दिन जो हाम्रो फर्स्ट जिआरको जो पनि साहबहरू हुनुहुन्छ जो भीम साहब दिदीबहिनी जो पनि हुनुहुन्छ भाइहरू यहाँ आउने प्रयास गर्नुहोला किन हाम्रो आज ठुलो महत्त्वको दिन हो यो घर परिवारमा एक सालमा भेट हुनलाई 2-4 पैसा खर्च भयो कोही परवाह छैन मरेर लानु केही छैन साँझ बेला खाने भातै हो सुत्ने खाटै हो अन्तिममा जाने घाटै हो जस्तो जाने त घाटमै हो तर बेलामा सालमा एकपटक तपाईँहरूको अनुहार मोहरा सबैसित भेट हुँदा बुढोको पनि एक थोपा खुन बढ्दछ तपाईँहरूको पनि बढ्ला सही र त्यस कारणले हाम्रो पट्टरजीहरूलाई माया गर्दै जाने हो हामी सब अनुशासित बसेर आएको हाम्रा गुरुहरू धेरै हुनुहुन्छ शिक्षक पढाउने मास्टर अलग स्कुलको पल्टनमा गुरुहरू कति हुनुहुन्छ त्यो गुरुको आदर उहाँले सिकाएको कुरा हामीले अहिलेसम्म लागू गर्ने हो र मैले अहिलेसम्म लागू गरेको छु म खानपिन भयो आफ्नो उठ्ने बस्ने आफ्नो टाइम टेबल जस प्रकारले म फौजमा थिएँ त्यही प्रकारले रहेर बस्छु म अहिले 80 वर्षमा म रहन्छ मेरो तर मलाई पैसी भन्ने मैले जानेको छैन र खाना कसैले दिएर परले खान्न खुसीले आफूले खान छ भने कसैले दिनु पनि पर्दैन आफ्नो स्वास्थ्यलाई ख्याल गर्ने भन्दै 2009 वर्ष 2083 सालको हाम्रो फर्स्ट जिआर लगायत अन्य जेठी पल्टनदेखि लिएर पाँचौँ कान्छी पल्टनसम्मको सहपरिवार सम्पूर्णलाई धेरैभन्दा धेरै शुभकामनाको लागि जय बुझाउन चाहन्छु फर्स्ट जिआर हो कि होइन फर्स्ट जिआर हो कि होइन फर्स्ट जिआर हो कि होइन मैले पल्टन फालिङ गर्दाखेरिमा सर्टकोट के थियो भने भोटलाइन फालिङ गर्दा जीविकै लिएर आउने भनेर हल्दार मेजरलाई नोट गराउने मान्छे मै हो भोटलाइन हेडक्वार्टरमा साथ बसेर हात जोडेर निस्केको मान्छे मै हो ल सबैलाई सुख शान्ति समृद्धि होस् सुख शान्ति उन्नति प्रगति चाहिने हामीले थापाज्यूलाई उहाँले आफ्नो शुभकामना मन्तव्य राखेर बिदा भइसक्नु भएको छ अब म कार्यक्रमलाई अगाडि बढाउँदै यो नृत्य प्रस्तुत गर्न गइरहेको छु कलाकारहरू हुनुहुन्छ
जब स्टेजमा गाना लाग्छ नाच्न सुरु हुन्छ त एकदमै शान्त भएर चाहिँ सुन्न थालियो मैले देखेको अहिले तर भाषण गर्दाखेरि गरेको चाहिँ मैले सुनेँ है त्यो मैले फरक देखेँ अनि भाषण पनि सुन्ने बानी गर्नुपर्छ बुझ्नु पनि पर्छ कहानीहरू इतिहासहरू हामीले जान्नु पनि पर्छ सिक्नु पनि पर्छ म भन्न चाहन्छु ल धन्यवाद कलाकार हाम्रो महिला समितिका सदस्यज्यूहरूलाई भन्दै म अब कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु अब भने सम्मान कार्यक्रमको लागि म अगाडि बढाउन चाहन्छु यो पूर्व सैनिक कल्याणकारी सङ्गठन फर्स्ट गोर्खा राइफल्सले विगतको समयदेखि नै आजीवन सदस्यहरूको छोराछोरीहरू जो उच्च शिक्षा हासिल गरेको छ जसले डिग्री पास गरेको छ उहाँ नानी बाबुहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको हुँदा यसपालि पनि हामीले केही नानी बाबुहरूलाई सम्मान गर्ने अवसर प्राप्त गरेका छौँ र म जति पनि नानी बाबुहरू यहाँ उपस्थित हुनुहुन्छ सम्मानको लागि उहाँहरूलाई बुढाथोकीको छोरी जानुका बुढाथोकी जो त्रिभुवन युनिभर्सिटीबाट मास्टर डिग्री इन बिजनेस एडमिनिस्ट्रेसन प्राप्त गर्न सफल हुनुभएकोमा नानीलाई अमन खेल परिवारको तर्फबाट धेरै धेरै शुभकामना र यसै गरी उहाँकै छोरा श्री गगन बुढाथोकी उहाँले पनि टियुबाट एमएससी गर्न सफल हुनुभएको छ र बाबु गगनलाई पनि धेरै धेरै शुभकामना छ भन्दै उहाँहरूलाई नानी र बाबु आज यो कार्यक्रममा उपस्थित हुन नसकेको कारणले म सुबेदार थमन बहादुर बुढाथोकी उहाँकै बाबालाई म यहाँ स्टेजमा आमन्त्रित गर्न चाहन्छु प्लिज पूर्व सैनिक कल्याणकारी सङ्गठन फर्स्ट गोर्खा राइफल्सको सदस्य सुबेदार थमन बहादुर बुढाथोकी ज्यूको सुपुत्री श्री जानुका बुढाथोकी ज्यू त्रिभुवन युनिभर्सिटीबाट एमबिएमा उत्कृष्ट अङ्क ल्याई उत्तीर्ण हुन सफल हुनुभएकोमा यस संस्थाको 211औं स्थापना दिवसको शुभ अवसरमा हार्दिक बधाईका साथ यो सम्मान पत्र प्रदान गरिएको छ। मिति 2083 वैशाख 11 गते शुक्रबार सचिव सुब्दार मेजर अमरबहादुर थापा, प्रमुख अतिथि नायक दलबहादुर थापा, अध्यक्ष हनेरे सुब्दार मेजर श्री गङ्गबहादुर थापा। यसै गरी पूर्व सैनिक कल्याणकारी सङ्गठन फर्स्ट गोर्खा राइफल्सको सदस्य सुबेदार श्री थमन बहादुर बुढाथोकी ज्यूको सुपुत्र श्री गगन बुढाथोकी ज्यू त्रिभुवन युनिभर्सिटीबाट एमएससीमा उत्कृष्ट अङ्क ल्याई उत्तीर्ण हुने सफल हुनुभएकोमा यस संस्थाको 211औं स्थापना दिवसको शुभ अवसरमा हार्दिक बधाईका साथ यो सम्मान पत्र प्रदान गरिएको छ। मिति 2083 वैशाख 11 गते शुक्रबार त्रिभुवन युनिभर्सिटी कीर्तिपुरबाट MBA CL मास्टर अफ डिग्री इन बिजनेस एडमिनिस्ट्रेसन इन कार्पोरेट लिडरसिपमा उत्तीर्ण हुने सफल गर्नुभएकोमा नानीलाई पनि अमर खेलको तर्फबाट धेरै धेरै शुभकामना र नानी पनि आज यो कार्यक्रममा उपस्थित नभएको कारणले म उहाँको बाबा त्यसै समितिका सदस्य हवलदार देवी प्रसाद शेरसाज्यूलाई म स्टेजमा आमन्त्रित गर्न चाहन्छु। पूर्व सैनिक कल्याणकारी सङ्गठन फर्स्ट गोर्खा राइफल्सको सदस्य हवलदार श्री देवी प्रसाद श्रेष्ठज्यूको सुपुत्री श्री सुजाता श्रेष्ठज्यू त्रिभुवन युनिभर्सिटीबाट मास्टर इन बिजनेस स्टडिजमा उत्कृष्ट अङ्क ल्याई उत्तीर्ण हुन सफल हुनुभएकोमा यस संस्थाको 211औं स्थापना दिवसको शुभ अवसरमा हार्दिक बधाईका साथ यो सम्मान पत्र प्रदान गरिएको छ। मिति 2083
वैशाख 11 गते शुक्रबार सचिव सुक्तार मेजर अमरबहादुर थापा, प्रमुख अतिथि नायक बलबहादुर थापा, अध्यक्ष हनेर सुक्तार मेजर उहाँको सम्मान पत्र ग्रहण गरिहुनुको लागि उहाँको बाबा सुक्तार मेजर गगन आले या आमा शिला आलेलाई म यहाँ स्टेजमा उपस्थित हुनुको लागि हार्दिक अनुरोध गर्दछु। पूर्व सैनिक कल्याणकारी संगठन फर्स्ट गोर्खा राइफल्सका सदस्य सुबेदार मेजर श्री गगन आलेज्यूको सुपुत्री श्री प्रेमा आलेज्यू बिर्मिङहम सिटी युनिभर्सिटी युकेबाट मास्टर अफ कम्प्युटर साइन्समा उत्कृष्ट अङ्क ल्याई उत्तीर्ण हुन सफल हुनुभएकोमा यस संस्थाको 211औं स्थापना दिवसको शुभ अवसरमा हार्दिक बधाईका साथ यो सम्मान पत्र प्रदान गरिएको छ। मिति 2083 वैशाख थापाज्यू लुम्बिनी वाणिज्य क्याम्पस बुटोलबाट एमपिएसमा उत्कृष्ट अङ्क ल्याई उत्तीर्ण हुन सफल हुनुभएकोमा यस संस्थाको 211औं स्थापना दिवसको शुभ अवसरमा हार्दिक बधाईका साथ यो सम्मान पत्र प्रदान गरिएको छ। जोड्न चाहे यसै संस्थाका उपाध्यक्ष हनेरी क्याप्टेन श्री दलकुमार थापाको आमा नैना देवी थापा जो 83 वर्षको हुनुहुन्छ र म आमालाई पनि सम्मानित हुनुको लागि यहाँ स्टेजमा आमन्त्रित गर्न चाहन्छु र सम्मान गरिदिनुको लागि आजको यस कार्यक्रमका प्रमुख अतिथि र अध्यक्षज्यूलाई म हार्दिक प्रमुख अतिथिज्यूलाई मायाको चिनो ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दै अध्यक्षज्यूसँग पनि म अनुरोध गर्न चाहन्छु कि आजको यो प्रमुख अतिथिज्यूलाई मायाको चिनो दिएर उहाँलाई सम्मान गरिदिनु होला।
एकचोटि फेरि बटालियनमा बसेको आभास याद दिलाउनु भयो। खुकुरी डान्स यहाँहरू सम्पूर्णलाई प्रस्तुत गराउनु भयो र हाम्रो जमानामा खुकुरी डान्स अलिक अर्को हुन्थ्यो, अहिले अलिक परिवर्तन भयो जस्तो लाग्यो मलाई। समयको साथसाथमा यो खुकुरी डान्स पनि अपग्रेड भएको जस्तो मलाई महसुस भयो। फेरि पनि उहाँले अति नै राम्रोसँग प्रस्तुत गरेर बिदा हुनु भइसक्नु भएको छ। उहाँलाई सम्पूर्ण अमर खेल परिवारको तर्फबाट र उपस्थित सम्पूर्ण महानुभावहरूको तर्फबाट पनि जोडिनु भएको छ र म त्यो 3 जना सदस्यज्यूहरूको नाम वाचन गर्न गइरहेको छु। कृपया गरेर सम्मान भइदिनुको लागि यहाँ स्टेजमा आइदिनु होला। 52 44 568 हवलदार खुमबहादुर राणा, यस्तै गरी 52 42 895 हवलदार चन्द्रबहादुर थापा, यस्तै गरी 52 50 505 हवलदार शेरबहादुर राणा। कृपया गरेर यहाँ सदस्यज्यूहरूलाई आमन्त्रित गर्न चाहन्छु र नयाँ सदस्यहरूलाई सम्मान गरिदिनु हुनको लागि आजको विशिष्ट अतिथि हनेरी क्याप्टेन शोभा गुरुङ, रिना थापा र जुना राणा र यस्तै गरी प्रकाश गुरुङ र मुना गुरुङ। सम्मान गरिदिनु हुनको लागि महिला समितिका उपाध्यक्ष शिला आलेलाई म स्टेज मन्तव्य सहित आफ्नो शुभकामना मन्तव्य राखिदिनु हुनको लागि र आजको यो कार्यक्रम पनि समापन गरिदिनु हुनको लागि आजका यो सभाका सभाध्यक्ष अनि सुखदार मेजर श्री गङ्गाबहादुर थापाज्यूलाई म हार्दिक अनुरोध गर्दै म सञ्चालक पनि बिदा हुन चाहन्छु। धन्यवाद। सुखदार मेजर अमर बहादुर कामसालज्यूलाई आज 2083 साल वैशाख महिनाको 11 गते स्थापना दिवस का आजका प्रमुख अतिथि नायक बलबहादुर थापाज्यू, विशिष्ट अतिथि सुबेदार गेरुपुञ्ज्यू, विशिष्ट अतिथि हनेरी क्याप्टेन अमर बहादुर थापाज्यू र सेकेन्ड थर्ड फोर्थ थर्ड फाइभ थर्डबाट पाल्नुहुने अध्यक्षज्यूहरू र हाम्रो यस अहमद खेल परिवारका जजेस र हनेरी साहेबहरू र भाइ गुरुजीहरू र हाम्रो महिला कार्य समितिका उपाध्यक्ष लगायत पदाधिकारीज्यूहरू र हाम्रो यस 211औं स्थापना दिवसलाई भव्य र सभ्यताका साथ सफल पार्नको लागि पाल्नुहुने हाम्रा यस अहमद खेल परिवारका सम्पूर्ण साहबहरू, भाइहरू, दिदीबहिनीहरू,
बाबु नानीहरूमा मेरो व्यक्तिगतको तर्फबाट र अब खेल परिवारको तर्फबाट हार्दिक न्यानो अभिवादन टक्राउन चाहन्छु र आज हाम्रो यो ऐतिहासिक जुन हाम्रो स्थापना दिवस हामीले हाम्रो निमन्त्रणालाई स्वीकारेर बाहिर जिल्लाबाट पनि पाल्नु हुने र यहाँ हाम्रो सम्पूर्ण परिवारलाई म पुनः फेरि पनि हार्दिक न्यानो अभिवादन टक्राउन चाहन्छु र हाम्रो यो 211औं स्थापना दिवसको पनि म हार्दिक न्यानो अभिवादनको साथमा सुस्वास्थ्य दीर्घायु र मङ्गलमय शुभकामना पनि टक्राउन चाहन्छु र आज हाम्रो यो दिवसलाई अब